नमस्कार है सबैलाई। कार्य सुनिल भन्छन् मलाई, सुनिल सन्थ्याल। सर्वप्रथम त आउँदै गरेको दीपावलीको शुभकामना। अरू के भनौँला, अब म के भन्ने हजुरहरूलाई हैन, हजुरहरू ज्ञानीहरू हुन्छ। अब म यो मोटिभेसन गर्ने म विद्वान पनि होइन, म ब्लगर पनि होइन, म युट्युबर पनि होइन। म साधारण, मेरो घर नेपाल, म नेपालमा बस्ने मान्छे। मेरो घरमा बस्ने सबैलाई आफ्नो दाजुभाइ आमा बाउ जस्तो लाग्छ, त्यही भएर केही भनौँ जस्तो लाग्छ हैन। अब त्यो नक्साभरि भएकोलाई म आफ्नो मान्छु, त्यहाँबाट भन्दा गएकोलाई टाढा ठान्छु। हो आफ्नै हो, तर कर्म गर्न गएछन्, उनीहरूको कर्मले हाम्रो देश बाँचेछ, रेमिटान्सले बाँचेछ हैन। अब कोही हुँ गएरै छोडेर बस्छन्, त्यही हो। आफ्नो बाआमालाई वृद्धाश्रममा राखेर छोराछोरी ठुलो भएर फ्ल्याटमा बसे जस्तो हो के। बाहिरी जीवन बिताउनु, त्यही संसार देख्नु। तिम्रो बाआमाले तिमीलाई गोमोत के गर्दाखेरि, त्यत्रो गर्दाखेरि केही देखेनौ। अब ठुलो भयो, त्यो बाआमा गनाउँछ, अत्तर पर्फ्युम बसाउँछ हैन। एउटाको सन्तान एउटाले लान्छ, कसैले के बुझ्दैन। आफ्नो देश, आफ्नो बाउआमा भनेको आफ्नो जन्मथलो भनेको हाम्रो हो। अब जो पनि के भन्ने, हामी नेपाली यस्तै छौँ कि केही चिजको चलाउनै जान्दैन। फिल्म आयो, फिल्मलाई त्यस्तै, जे चिजलाई पनि अलिकति व्यवस्थित तरिकाले चलाउनै जान्दैन कि। मोडल फेरि यिनी आउँछ नि त, पैसा धेरै छ, फाल्तुमा गएर कमाएर लिएर आए जस्तो लाग्छ बाहिरबाट आएको सम्पत्तिहरू। यहीँ पनि होइन, आफैले दुःख गरेर कमाएकोले बुझ्छ। प्यार त होइन, त्यो नत्तिकै त त्यो बुझ्दैन। अब म बोल्दाखेरि मलाई त कोही कोहीले साइको भन्दो रहेछ नि त। भाग ठिसहरू कहाँ साइको हो र म, तिम्रो साइको भएको हाँ। फिल्मै बुझ्दैनौ तिमीहरू, लाइफ फिल्म हो, बिर्स्यो। वर्ल्ड इज स्टेज, वी आर एक्टर एन्ड लाइफ इज ड्रामा, गड इज डाइरेक्टर भन्ने बिर्स्यो। केटाहरू तिमीहरू होइन, जसले मलाई चिन्छ, जसले मलाई चिन्दैन, कसैले चिन्दैन। मैले आफैले चिन्दैन, अनि तिमीहरूले कहिले चिन्छौ। त्यही भएर आफ्नो स्वयंको, आफ्नो दिमागी युज आफै, आफ्नो यहाँको सुन, मनमा गुण, जे सबै मान्छेहरू के आफ्नो कुराहरू दुनियाँथरी वरिपरि मैले बोलिरहेको यो चिज जुनबाट हेऱ्यो नि, यसले चलाउन जानिस् भने सही गर्छ, नचलाउन जानेछ भने बेकार गर्छ। साधन हो, सावधान तरिकाले चलाउन सिक्यो। हेलचक्राइ गऱ्यो भने विनाश हुन्छ, नाश हुन्छ। त्यही भएर एकचोटि पाउने हो, भोलि थ्यात्त गएपछि त अनि उल्टाइ फर्काइ गऱ्यो भने छिर्दैनौ, बुझ्यौ। जय श्रीराम, जय भगवती माताले हैन, सबैको घरमा बास गरून्। लक्ष्मी माताले सबैले आश गर्छन्, तेरो माता सबैको घरमा बास गर। जय